यस्तो मान्छेलाई भेटेको थिएँ नि सही होइन। अब चाहिँ यो मान्छे मलाई कहिले पनि छोड्दैन होला भनेर सोचेको थिएँ क्या लाइफभरि। हेर न आज सबै कुरामा ब्लक छ क्या। सोचेको थियो अब चाहिँ पहिला पनि यो चिज आएको थियो लाइफमा होइन, धेरै नै गाह्रो भएको थियो यो चिज बिताउनको लागि। धेरै नै गाह्रो हुँदा हुँदै पनि बल्ल बल्ल यो चिजबाट मुभमेन्ट भइसकेको थियो क्या, मुभमेन्ट भइसकेको थियो। अब चाहिँ सबै राम्रो हुन्छ, सबै ठिकठाक हुन्छ, सबै कुराहरू राम्रो हुन्छ। अब यो बाटो मलाई लाइफमा फेरि फेस गर्नु पर्दैन भनेर सोचेको थिएँ कि आज हेर फेरि त्यही ठाउँमा आइपुगेँ म। यो मान्छेले चाहिँ मलाई बुझ्छ, यो मान्छेले मलाई दुःख सुखमा साथ दिन्छ भनेर आयो। थाहा छैन मैले के पाप गरेको छु पहिलाको जुनीमा होइन, त्यही भएर मलाई माया भनेको चिज नमिलेको पनि हुनसक्छ। लाइफमा कतिजनासँग बोलियो, कतिजनासँग भेटियो, तर आज हेर एक्लै हुनु परेको छ क्या। मैले केही नराम्रो गर्दा पनि मलाई छोडेर जान्छ कि मान्छेले चाहिँ। किन यस्तो हुन्छ मेरो लाइफमा मात्र।